सिजनमा चाहिँ आँपको डिफ्रेन्ट भेराइटी अफ अचारहरू बनाइरहेको छ र मलाई पनि अचार भनेपछि चाहिँ एकदमै मनपर्छ होइन। त्यसको लागि चाहिँ मैले पनि आँप लिएर आएँ, त्यसलाई तासेँ, तासिसकेपछि चाहिँ मैले त्यसलाई सानो सानो टुक्रा गरेर सानो टुक्रा गरेँ अनि मैले चाहिँ त्यो मिक्सीमा पिसेँ अनि त्यसको लागि चाहिँ मैले यहाँनिर अदुवा लसुन तासेर रेडी गरिरहेको छु त्यो अचारमा हाल्नको लागि चाहिँ। अनि हरियो खुर्सानी अनि मैले लगभग अराउन्ड 1 केजी आँप लिएको छु भने चाहिँ अदुवा लसुन र खुर्सानी गरेर मैले 3 पाउ जति लिएको छु। त्यो सबै रेडी गर्ने होइन। अनि रेडी गरिसकेपछि हामीले एक कुरा गर्दै सबै पिस्नुपर्छ मिक्सर ग्राइन्डरमा। हामीले चाहिँ फाइनली पिस्ने होइन, अलिक कोर्सली पिस्नुपर्छ होइन। यो चाहिँ एकदमै सिम्पल पनि हो र एकदमै टेस्टी अचार हो। यसलाई हामीले चाहिँ हाम्रो भाषामा चाहिँ यसलाई आँपको कुचुवा अचार भन्छ भने मम्मीहरूले पहिला बनाउनुहुन्थ्यो। यो मेरो मम्मीको रेसिपी हो, मैले उहाँबाट नै यो सिकेको हो र उहाँले जसरी गर्नुहुन्थ्यो त्यही अनुसार चाहिँ मैले अलिकति मोडर्नाइज भर्सनमा यो गरिरहेको छु। उहाँहरूले त ओखलमा कुट्नुहुन्थ्यो भने मैले चाहिँ ग्राइन्डरमै ग्राइन्ड गरेको छु अनि अदुवा लसुन र खुर्सानीलाई। अब मैले चाहिँ यसमा चाहिँ कति आँपहरू थियो होइन, आँपलाई यसो कोर्सली हेर्नुहोस् त, एकदम फाइनली नगर्ने, कोर्सली नै हामीले आँपहरूलाई ग्राइन्ड गर्दै यसमा राख्ने। यो चाहिँ मैले यो अदुवा लसुन हो, यो अदुवा लसुनलाई मैले ग्राइन्ड गरेँ हेर्नुहोस् त। अनि त्यसपछि हरियो खुर्सानीलाई पनि यसरी नै ग्राइन्ड गरेर हटाउने। अनि त्यसपछि बिस्तारै गरेर थोरै गरेर आँप राख्दै आँपलाई पनि हेर्नुहोस् त, एकदम फाइनली नगर्ने, मोटो नै पिस्ने। एकदमै सजिलो छ होइन। अब पहिला चाहिँ ओखलमा कुट्ने गर्थ्यो भने अहिले चाहिँ मैले चाहिँ मिक्सर ग्राइन्डरमा कुटे पनि त्यस्तै टेस्ट आउँछ। त्यसरी नै मैले सबै आँपलाई ग्राइन्ड गर्थेँ। अब त्यसपछि चाहिँ अब यसलाई मिक्स गर्ने। मजाले मिक्स गर्ने होइन। एकदमै टेस्टी हुन्छ। तपाईँहरू पराठा खाना जेसँग पनि खाँदाखेरि चटनीको रूपमा हामी खान सक्छौँ होइन। अब त्यसपछि हामीले यसमा लाग्ने मसला, मैले जिरा लिएँ,